पहिला मन बोले श्री सतगुरुदेव भगवान की जय। Thank you.
श्री सद्गुरुदेव महाराज की जय। आदिशक्ति श्री जगज्जननी माता जी की जय। पूजन्य संत महात्मा की जय। सर्वमंगला मंगली शिवे सर्वसाधिके शरण्य त्र्यंबके गौरी नारायणी नमो नमस्तुते। सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादि हेतव तापत्राय विनाशाय श्री कृष्णाय वयं नमः। आनंद कंद भगवान की जय। हे परमपिता परमात्मा दयाको सागर श्री सद्गुरुदेव महाराज जी को चरण कमलमा दण्डवत प्रणाम गर्दै आज मेरो घरमा उपस्थित पूजनीय सन्त महात्माको लाई कोटि कोटि नमन प्रणाम गर्दै कि आज म आफ्नो छोटो कि मन्तव्य राख्न भनौँ म उपस्थित भएको छु। आज धेरैभन्दा धेरै दिनको बादमा पूजनीय सन्त महात्माको आगमन भएको छ मेरो घरमा। यो नै मेरो लागि भगवानको असीम कृपा हो कि यसैलाई नै म सबैभन्दा सर्वश्रेष्ठ आफ्नो मनदेखि मान्दछु र यसरी नै कि रोचिसरदेखि अन्य टाढा टाढादेखि प्रेमीजीहरू मेरो भाइ बहिनीहरू वयोवृद्ध मामा सबैजनाको उपस्थितिले म आफूलाई धन्य मान्दछु कि आजको यो सत्सङ्ग गर्नुको विशेष उद्देश्य भनेको कि अलि संक्षेपमै मिलाइएको यो सत्सङ्ग हो ताकि म आफू नै एउटा घातक रोगको पीडित भएको कारणले गर्दा कि मैले सबैभन्दा ठुलो उपचार औषधि नै मेरो लागि भगवानको हरिचर्चा हरिमहिमा सत्सङ्ग हो भन्ने आफूलाई पूर्ण रूपमा विश्वास गर्दै आएको मैले आफू बालापनदेखि नै र अहिले पनि मेरो लागि सबैभन्दा ठुलो औषधि उपचार ईश्वरको हरिभजन हरिचर्चा र पूजनीय सन्त महात्माको आशीर्वाद र गुरु कृपालाई नै म सबैभन्दा ठुलो उपचार मान्दै आइरहेको छु र यो नै मेरो ठुलो उपचार हो। र यहाँहरू सबैजना कि मलाई माया गरेर आइदिनु भयो कि यो भनेको मलाई एउटा सङ्कट भएको समयमा यहाँहरू आइदिनु भएकोमा कि म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धेरै धेरै जय श्री सच्चिदानन्द। र हेर्नुहोस् जीवनमा जति बेलासम्म मानिससँग स्वस्थ शरीर रहन्छ त्यति बेलासम्म संसारको सबैभन्दा धनी बन्न सकिँदो रहेछ।
जति बेला आफ्नो शरीरमा रोग कष्ट पीडा आउँछ त्यो अरबौँ खरबौँ सम्पत्तिको मालिक भए पनि त्यो दालिदिरी हुँदो रहेछ। कि त कि म अझै त मैले आफूलाई गर्विलो राखेको छु कि भगवान् मेरो साथमा हुनुहुन्छ र हजुरहरू सबैजना मसँगै हुनुहुन्छ भन्ने चाहिँ त्यो भरोसाले पनि म आफूलाई गर्विलो राख्ने कोसिस गरेको छु र म रहने पनि छु। जबसम्म यो पृथ्वीमा यो मेरो शरीर रहनेछ तबसम्म म ईश्वरको चरणमा आफ्नो मनलाई राख्दै सेवा भक्तिमा आफ्नो मनलाई अघि बढाउँदै बाँच्छु भन्ने रहन्छु भन्ने चाहिँ मैले कसम खाएको छु। भगवान्सँग त्यसले गर्दा म अहिले पनि यसरी उठेर चाहिँ बोल्न सक्ने त्यत्रो हिम्मत त थिएन मसँग, तर पनि सन्तको आज्ञा र यस्तो अवसर फेरि घुमिफिरी मेरो जीवनमा नआउन पनि सक्छ। कसको के भरोसा, आज छौँ भोलि नहुन पनि सकिन्छ र अझै कति वर्षसम्म रहन पनि सकिन्छ। तर पनि यो अधुरो जिन्दगी, अधुरो सोचाइ हाम्रो जीवनमा त्यो अधुरै रहनेछ र पुरा गरिदिनेवाला एकमात्र ईश्वर हुनुहुन्छ, भगवान् हुनुहुन्छ। भगवानको जो मर्जी जो इच्छा त्यही काम हजुर हामीप्रति हुन्छ र आजसम्मको जुन जिन्दगी मैले जिएको छु, हजुर हामी सबैले जिएका छौँ। त्यो आफ्नो इच्छाले हामी बाँचेका रहेन रहेछौँ। हामी सबैजना ईश्वरको इच्छाले, भगवानको कृपाले मात्र बाँचेका छौँ। न हामीलाई न आमाले बचाएको छ, न बाउले बचाएको छ, न इष्टमित्रले बचाएको छ, न धन सम्पत्तिले बचाएको छ, तर हामी मात्र बाँचेका छौँ। ईश्वरको गुरु कृपाले मात्र बाँचेका छौँ भन्ने कुराको चेतना म आफूलाई राम्रोसँगले ज्ञान भएको छ अहिले। यसकारण जति रहन्छौँ भगवान् भरोसा भएर रहनुपर्छ र मलाई यो शरीरमा जुन कष्ट छ, जुन पीडा छ, त्यो कुरालाई मैले ठुलो कुरा मानेको छैन। किनभने पूर्व जन्मको के कर्म मेरो बिग्रिएको थियो होला, सायद त्यो कर्मलाई पुरा गर्नलाई मैले अवसर पाएको छु। अहिले मलाई मौका मिलेको छ। त्यसले गर्दाखेरि यो अवसरलाई म गुमाउन चाहदिनँ र मैले यो मेरो जुन अवसर छ त्यसलाई भोग्दै आइरहेको छु। हजुरहरूले पनि त्यसरी नै भोग्दै आइरहनु भएको छ र यसकारण म धेरै लामो आफ्नो विचार त राख्न सक्दिनँ। त पूजनीय सन्त महात्मा मेरो घरमा आइदिनु भएको छ। मलाई यो सबैभन्दा ठुलो उपचार मेरो लागि भएको छ। जसरी सन्त महात्माको आशीर्वादले, सन्त महात्माको वचनले हजारौँ हजार रोगहरू जाति भएको छन्। मेरै घरमा पनि यस्तो उदाहरणहरू बनेको छ र त्यसले गर्दा मलाई पूर्ण रूपमा विश्वास छ संसारमा अहिलेसम्म भगवान् म हुँ भनेर कोही पनि आएका छैनन्। भगवानको रूपमा सन्त महात्मा विद्वान गुरुजनहरू आउनु भएको छ, भगवानले पठाउनु भएको छ र उहाँकै आसपासमा उहाँकै समेतमा रहेर यतिकै आफ्नो जीवन रहन सकौँ। सधैँ सन्त महात्माको साथ मलाई मिलिराखोस्, हजुरहरूको साथ सपोर्ट मिलिराखोस् सधैँ यसरी नै। अझै धेरै वर्षसम्म म जुन रोगबाट स्वस्थ रहेर फेरि पुनः पहिलाकै जस्तो सबै कुरा गर्न सक्ने क्षमता बनोस् भन्दै
मेरो छोटो विचारलाई अन्त गर्दछु। अब बाँकी कार्यक्रम पूजनीय सन्त महात्माद्वारा आशीर्वचन रहनेछ। श्री सद्गुरुदेव महाराज की